हेलो सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आज म घरमा गहुँ काट्ने कार्यक्रम चलिरहेछ। दिदीबहिनी मिलेर गहुँ काट्छौँ। यता गाउँ छ, यो सिधाउनको लागि दिदीबहिनी मिलेर आएको छौँ। गाईहरू तपाईहरू हेर्नुहोला। बहिनीले काट्ने स्टार्ट गरिसक्यो, म नि अब स्टार्ट गर्नुपर्छ। हेरौँ है, तर त्यति राम्रो त भएको छैन, तर पनि ठिकै छ भनौँ। हेरौँ बहिनी के हुँदैछ? एकदम काट्दैछु। ठिक छ एकदम ल। यहाँ यसरी बाँध्नु पर्ने रहेछ। फेरि यो अलि ठुलो भएन त्यो मुठा? खै देखा त। सुकेको छ, अहिले सुक्यो भने त्यो होला, तर यो सुकेर हुने रहेछ, त्यो मुर्किने रहेछ। मुर्किनेवाला रहेछ है। साइड गऱ्यो भने यसरी घुमाउनु पनि पर्छ अरे फेरि। हो माई टाइट हुन्छ गॉड। नि त। ल बहिनीले मलाई सिकाउँदैछ अलिअलि, मैले बिर्सेँ कि। अब यसरी फाल्दा पनि केही हुन्न नि त। ल हेरौँ यसको खै तेरो मुठा। यसको मुठा यस्तो बनेको छ हेर्दाखेरि। हेरौँ है, अलिक ठुलो भयो कि अप्ठ्यारो हुन्छ। ल आउने बल्ल तल्ल सकिएको